भनेका छन् हैन। तपाईले चाहिँ कसरी नियाली राख्नु भएको छ मैले भन्न खोजेको कुरो सीमान्तकृत केसी गुरु जुन जसले चाहिँ छुएर आँखामा पावर छ भन्ने कुराहरु पनि गरिराख्नु भएको छ नि। यो सरासर गलत हो, यो सरासर गलत हो। यो चाहिँ सबै ढाँट्ने छल्ने कमाउ धन्दा हो। मेरो बुझाइमा यो गलत छ। कसैले छुँदाखेरि कसैको आँखाबाट कसैको आँखा जुधाउँदाखेरि बिराम निको हुने हो भने हस्पिटल किन खोल्ने? अहिले काठमाडौँमा यति महँगा हस्पिटल छन्। ग्रान्डी हस्पिटल, नर्भिक हस्पिटल, मेडिसिटी हस्पिटल, बयदा हस्पिटल, बीएनबी हस्पिटल, हेम्स हस्पिटल बन्द गरे भयो त। उहाँले हेर्दैमा, उहाँले छुँदैमा र उहाँले चाहिँ तेल दल दिँदैमा निको हुन्छ भने यी सबै हस्पिटल बन्द गरे पनि यो कदापि मलाई विश्वास लाग्दैन। यो झुट हो। तर केही व्यक्तिहरूले त भनिरहेका छन् मेरो रोग निको पारे उहाँले भनेर भनिरहेछन् त। रोग निको पारे भने म एउटा कुरा भन्छु तपाईलाई। आजभन्दा 3 वर्ष अगाडि मेरो ब्रेन ट्युमरको अपरेसन भयो। म 3rd स्टेपको क्यान्सर जितेको मान्छे हो हैन। मेरो ढाडमा 2 ठाउँमा नसा च्यापेको छ। अहिले पनि यो राइट खुट्टा झमझमाएर राम्रोसँग टेक्नु हुँदैन। मेरो यो क्यान्सर र यो नसा च्यापेको निको पारिदिनुहुन्छ भने 5 लाख रुपैयाँ मैले मिडियामा बोलेको छु। 5 लाख रुपैयाँ म उहाँलाई बक्सिस दिन्छु। निको पार्नुहुन्छ? सीमान्त गुरुलाई 5 लाख दिनुहुन्छ यदि तपाईको रोग निको पारेको खण्डमा? हो, दिन्छु म। मैले सार्वजनिक यो मिडियामा बोलेको छु। मेरो लेफ्ट साइड ब्रेनमा 3rd स्टेपको क्यान्सर छ हैन। मेरो ढाडमा 2 ठाउँमा नसा च्यापेको छ। खुट्टा झमझमाएर टेक्न हुँदैन। उहाँले निको पार्नुहुन्छ भने 5 लाख रुपैयाँ म दिन्छु उहाँलाई। निको पार्नु पर्यो। तर के व्यक्तिले मेरो रोगै निको पारिसके भन्नु भएको छ। त कसले भन्न त म जान्दिनँ कि। यी सबै हावा कुरा। मैले काठमाडौँमा हेर्नुहोस्, जब मेरो लेफ्ट साइड ब्रेनमा ट्युमर थियो, मैले चाहिँ नि काठमाडौँमा जान्ने जति पनि चाहिँ नि पुराना डक्टरहरू हुन्छ, यो जति पनि महँगा हस्पिटल छन् सबै सिध्याएको छु। कसैले बिराम पत्ता लगाउन सकेन। त्यस पछाडि मेरा परिवारले अब धामी कहाँ लैजाउँ, जान्ने कहाँमा लैजाउँ, यस्तै चाहिँ हात हेर्ने हैन यस्ता काममा लैजाउँ भनेर भन्दाखेरि तपाईँको चाहिँ नि 3 लाख 4 लाख रुपैयाँ पैसा सिद्धियो होला। कसैले चाहिँ नि केटीले बिगारेको भन्छ, कसैले चाहिँ धामीले बिगारेको भन्छ, कसैले चाहिँ नि कुल उत्रेको भन्छ हैन। गर्दा गर्दै 3 लाख 4 लाख रुपैयाँ कसैले केही पत्ता लगाउन सकेन। आखिरी मेरो टिमर रहेछ हेर्नुहोस्। अनेकौँ किसिमका कुरा आए। म ठिक पार्छु भन्छ कसैले, कसैले के भन्छ, केही गर्न सक्दैन। यी सबै झुट कुरा हो, झुटको खेती हो। र मैले सुनेको उसले गाउँठाउँमा पनि धेरै मान्छेलाई ठगेको अरे, ठगेर त्यहाँबाट हिँडेको भन्ने कुरा सुनेको छ, सुन्न आएको छ। र यहाँ आएर जुन खेती गर्दैछ उसले हैन, सरासर झुट हो। दाङमा हुनुहुन्छ उहाँ, तर त्यहाँबाट पनि उहाँ भागिसकेको भन्ने कुराहरू आइरहेको छ। तर होइन, उहाँलाई भगाउँछन् बुझ्ने होइन। ढिलो भयो अलिकति। केही मान्छेहरूलाई के हुन्छ भने कति पीडित हुन्छन् मान्छे, रोगबाट पीडित हुन्छन् हैन। अब हरेक ठाउँमा जाँदाखेरि निको हुँदैन। अब मेरो क्यान्सर निको हुन्छ त? रोकथाम हुन्छ, क्यान्सर निको हुन्छ? निको हुने बिराम हो क्यान्सर? ल भन्नुहोस्। भनेपछि क्यान्सर मेरो 3rd स्टेपको ब्रेन क्यान्सर छ हैन। मैले भने त, म अहिले पनि भन्दैछु, म दोहोऱ्याएर भन्दैछु, मेरो 3rd स्टेपको लेफ्ट साइड ब्रेनमा 3rd स्टेपको क्यान्सर छ हैन। मसँग सर्टिफिकेट छ। आजभन्दा 3.5 वर्ष अगाडि मेरो अपरेसन भएको हो। मेरो ढाडमा 2 ठाउँमा नसा च्यापेको छ हैन। उहाँले निको पार्नुहुन्छ भने नि मैले यी मिडिया मार्फत भनेको छु कि 5 लाख रुपैयाँ दिन्छु, तर निको पार्नुपर्छ। होइन भने 10 लाख तिर्नुपर्छ। तयार हुनुहुन्छ उहाँ? सोध्नुहोस् ल। हुन्छ, उहाँले यो भिडियो हेरिराख्नु भयो होला सायद हैन। यो भिडियो हेरेको हुन सक्नुहुन्छ उहाँले। अब जस्तो उहाँलाई के भन्नुहुन्छ तपाईको? अरु जस्तो धेरै व्यक्तिहरूले ठगी पनि गरेको भन्छ। म भन्छु थोरै पैसा जति कमाउनु भएको छ लगानी गर्नुस्, व्यापार गर्नुस्। तपाईँ चाहिँ हेन्सम हुनुहुन्छ, तपाईँको हातखुट्टा चाहिँ बलिया छन्, तपाईँ तागतबार मान्छे हुनुहुन्छ। एउटा रोजगारी के कतै चाहिँ जब गर्नुस्, पसल गर्नुस्, व्यापार गर्नुस्, बिजनेस गर्नुस्, खानुस्। यो ठग्ने काम नगर्नुस्। उहाँले त जनतालाई, सोझा साधा जनतालाई जो पीडित भएको छ, पीडितमाथि पीडित बनाउने काम भएको छ। हेर्नुहोस्, कसैको शरीरमा छोएर तेल लगाएर होइन निको हुन्छ? आँखा जुधाएर निको हुन्छ? संसारमा नभएको कुरा यस्तो हुन्छ? कहीँ हुनसक्छ? तर उहाँले साइन्स मान्छु भन्नुभएको छ। फेरि साइन्स मान्नुहुन्छ भने किन? उहाँले जे गरिराख्नु भएको छ, जे मैले देखिरहेको छु नि, मैले पनि हेरेको छु भिडियोहरू हैन।
त्यहाँनिर एउटा आस्था बोकेर आउनु स्वाभाविक हो। एउटा चाहिँ पीडित जो रोगबाट ग्रसित छ, त्रसित छ, हस्पिटलमा निको भएन, सबै बिरामी कहाँ निको हुन्छ त? सबै बिरामी निको हुने भने त मान्छे मर्दै मर्दैन नि, मर्छ त? अब अहिले मेरो 3.5 वर्ष भयो, मैले पनि भन्दैछु क्यान्सर छ, निको पारिदिनु पर्यो, ल लिएर आउनुहोस्, ल ओपन फिल्डमा बसौँ होइन। मेरो कति दिनमा निको पार्न सक्नुहुन्छ उहाँले? अरूसँग किन पैसा उठाउनु पर्यो 1000 रुपियाँ होइन? 5 लाख तपाईँबाट लिनुहोस् एकैचोटि। ल म 5 लाख रुपियाँ दिन्छु, निको हुनु पर्यो है। तर फेरि मेरो क्यान्सर निको भएको प्रमाण फेरि चेकअप गरेर निको भयो भनेर डक्टरले भन्छ भने म 5 लाख रुपियाँ दिन्छु। ल कतिपय व्यक्तिले यस्तो भनिरहेका छन्, हिजोआज काम गर्नको अल्छीले झाँक्री र माता बनिरहेका भन्ने कुराहरू काठमाडौँमा हेर्नुहोस्, घरै पछि माता भइसके। एउटा कोठा लिएका छन्, भगवान्को फोटो राखेका छन्, भगवान्को बन्दम भइसके, माता भनेका छन् होइन। बिजनेस भयो आजभोलि, पुरै बिजनेस, ठगेर खाने बिजनेस भइसक्यो। यस्तो हुन्छ? मेरै 3-4 लाख रुपियाँ सक्यो त माताकामा धाउँदा के पाउनु भयो त गएर? केही पाइनँ म। सुन्नुहोस्, म बिरामी थिएँ, बिरामी पत्तो लागेन, कुनै हस्पिटल डक्टरले पत्तो लगाउन सकेन। लेफ्ट साइड ब्रेनमा ट्युमर रहेछ, म चाहिँ नि फेन्ट हुने, लड्ने, त्यस्तो खालको छारा रोग जस्तो होइन, चाहिँ सिजर आउने, त्यस्तो भइरहेको थियो। कुनै पनि डक्टरले पत्ता लगाउन सकेन 2 वर्षसम्म। 2 वर्षसम्म। सीमान्त गुरुले यो पनि भन्नुभएको छ, हामीले भिडियो हेरिरहेका छौँ, सामाजिक सञ्जालमा छ ती भिडियोहरू होइन। मैले कसैले बोलाएको छैन, तर उहाँहरू आफै आउनुहुन्छ होइन, के गर्ने भनेर भन्नुहुन्छ। अब गल्ती चाहिँ तपाईँहरूको पनि है, मिडियाकर्मीको पनि गल्ती हो, म भन्छु सिधा होइन। किनभने नि तपाईँहरू लगेर गएर खिचेर हालिदिने, अनि तपाईँ त्यहाँ मान्छेको भिड देखाइदिने, अनि त्यहाँनिर चाहिँ यहाँ यस्तो हुँदैछ, उपचार हुँदैछ भनेपछि मान्छे त आउने नै भएन। तपाईँहरूको मिडिया हेरेर पनि आउने। यो केसमा मिडियाकर्मी कसैले पनि साथ दिएको छैन। ठगलाई ठगे भनेको छ, राम्रो राम्रै भनेको छ, नराम्रो भन्नुपर्छ, त भन्न सक्नुपर्छ। तपाईँले क्यामेरा बोकेर हिँड्नुहुन्छ भने होइन, तपाईँले क्यामेराको इज्जत राखेर नि सत्य न्युज हाल्नुपर्छ। सहीलाई सही, गलतलाई गलत, ठगलाई ठग। तपाईँको यो काम गरेर खानुहोस्। म उहाँलाई अहिले पनि अनुरोध गर्छु होइन, यसरी चाहिँ नि मूर्ख बनाउनु, मान्छेलाई मूर्ख बनाउनु गलत हो, मूर्ख बनाउनु हुँदैन। त्यसकारण चाहिँ नि यो गरिब दुखी असहाय अशक्त बिचारा चाहिँ नि 1000 ठाउँ गएर चाहिँ नि निको नभएका बिरामीहरू आशले आउँछन् होइन। तर कसैले हेर्दैमा होइन, कसैले छुँदैमा, तेल लाउँदैमा बिरामी निको हुँदैन। बरु मसाज सेन्टर खोलेर होइन, मजाले मसाज गरिदियो भने निको होला। भनेपछि उहाँले तेल लगाएको चाहिँ मसाज गर्ने त्यो भन्नु न, के गरेको त? ल भन्नु न। आरीभरि तेल राखेर नि, अनि त्यहाँबाट यसो गरेर अनि यसो यो जडीबुटी छ कि के हो त? त्यसमा केही जडीबुटीहरू केही छ कि? तेल जडीबुटी हो भने यसरी लाएर निको हुन्छ त? जडीबुटी हो भने त तपाईँको मसाज केन्द्रमा लानु पर्यो, मसाज एउटा सेन्टर खोल्नु पर्यो, अनि मजाले मसाज गर्ने हो नि त। छ त, अनि तपाईँको आयुर्वेदिक हस्पिटलहरू छन्, मसाज गर्ने ठाउँ छ होइन। अहिले अकुपन्चरहरू छन्, विधि छ त होइन। त्यो जानु पर्यो त्यसमा। अब त्यहाँ कहाँ चाहिँ नि अब एक दिनमा 1500-2000 जनालाई यसो छुएर तेल ठाउँ लगाएर त मसाज हुँदैन नि त। कसरी निको हुन्छ भन्नु न? आजसम्म निस्केर हिँडिसक्नु भयो भन्ने खबर आइसक्यो। कहाँबाट? दाङमा जानुभएको थियो काठमाडौँबाट। होइन, निक्लेर हिँड्नुभयो कि त्यहाँका जनताले, त्यहाँको चाहिँ नि समाजले, त्यहाँका चाहिँ नि बुद्धिजीवी सर्कलले खेदाएको त्यो खेदाको होइन। गलत गर्न पाइँदैन कहीँ पनि बसेर नि, यहाँबाट पनि त काठमाडौँबाट पनि तपाईँको खेदाएको। यस्तो भन्दै गर्दाखेरि फेरि उहाँले त कानुनमा होइन दर्ता गरेर भत्कै त चलाउनु होइन। दर्ता के भनेर गर्नुभयो, कहाँ गर्नुभयो, कसरी गर्नुभयो होइन। सरकारले चाहिँ नि म यसरी ढाँटछल गर्छु भन्दा दर्ता कहाँ दिन्छ मलाई थाहा भएन होइन। उहाँले कहाँ दर्ता गर्नुभएको छ थाहा छैन। तर म पीडित हो नि त, म बिरामी छु, म क्यान्सरको बिरामी हो। ल प्रमाण गरेर देखाउँ त, प्रमाणित गरेर देखाउँ ल होइन। एउटा चौरीमा बसौँ, कति दिन बस्नुपर्ने, पाल हालेर बसौँ होइन। उहाँले 1000 रुपियाँ उठाउनु पर्दैन। उहाँले पैसा यति नै पर्छ भनेर तोक्नु भएको रहन्छ धेरैजनाले भन्नु। ल ठिकै छ, के गर्नुहुन्छ उहाँका चाहिँ कतिको चाहिँ भिडियो हामीले नि हेरिरहेको छौँ। 1000 रुपियाँ लिनुहुन्छ, बुकिङ गर्नुपर्छ, 4 दिन अगाडि 1 हप्ता अगाडि चाहिँ नाम लेखाउनुपर्छ भन्ने मिडियामा आइरहेको छ यो कुराहरू। तर पोखरामा चाहिँ लिएको भन्ने कुरा सुन्यौँ हामीले। पोखरामा पनि लखेटेको हुन्छ, पोखराबाट खेदाएका हुन्, पोखराबाट नि खेदाएका हुन्। यो सबैभन्दा अहिले मार कसलाई परिरहेछ भने नि तपाईँ हामी जस्तो बुझ्ने मान्छेलाई चाहिँ छैन। अब त्यहाँ बिचरा नि एकदम रोगबाट पीडित भएका मान्छे र पनि हामी किन यति साह्रो अन्धविश्वासी भइरहेका छौँ त? अन्धविश्वासी हुनुमा अब यही हो क्या। अब जो पीडित भइरहेको छ, म पनि भएको थिएँ क्या। तपाईँको चाहिँ 2 वर्षसम्म कुनै पनि डक्टरले पत्तो लगाउन सकेन होइन। अनि त्यो एउटा आशाले क्या, झिनो आशाले हुन्छ कि होइन, भइ पो हाल्छ कि भन्ने हिसाबले मान्छे गएको हो।
होइन। तर उसलाई त थाहा छ नि, उसले हेरेर निको हुँदैन। आज संसारमा यो विश्वभरि कहीँ छ त? कहीँ छ? ल भन्नुहोस्, विश्वभरि कहीँ छ त छुएर हेरेर आँखा जुदाउँदा बिरामी निको हुन्छ भने नि? हस्पिटल सबै बन्द गर्दै हुन्छ, हस्पिटलमा चाहिँ तपाईँको चाहिँ होटल व्यवसायहरू खोल्दै हुन्छ।